उपस्थित भाइ बहिनी साथीहरू, हाम्रो आजको यस कार्यक्रममा सभाध्यक्षको आगमन भएसँगै अब हामी कार्यक्रम औपचारिक ढङ्गबाट सुरु गर्नेछौँ। तसर्थ हल्ला नगरिकन बसिदिन हुन पनि अनुरोध छ। वडा स्तरीय हाजिर जवाब प्रतियोगिता छनौट कार्यक्रम आज हामी वडा नम्बर 4 अन्तर्गत नर्थ स्टार इङ्ग्लिस बोर्डिङ स्कुलमा आयोजना गर्दैछौँ र आजको यस औपचारिक कार्यक्रमको सभाध्यक्षको आसन ग्रहण गरिदिनको लागि म बेलाका नगरपालिका वडा नम्बर 4 का वडाध्यक्ष श्री तीर्थराज अधिकारीज्यूलाई आज कार्यक्रमको सभाध्यक्षको आसन ग्रहण गरिदिनको लागि अनुरोध गर्दछु। त्यस्तै गरेर अतिथिको आसन ग्रहण गरिदिनको लागि बेलाका नगरपालिका शिक्षा शाखा प्रमुख श्री सुनिल निरौला सरलाई अतिथिको आसन ग्रहण गरिदिनको लागि म अनुरोध गर्दछु। त्यस्तै गरेर नर्थ स्टार इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल श्री निखिल बस्ने सरलाई पनि म आसन ग्रहण गरिदिनको लागि अनुरोध गर्दछु। त्यस्तै गरेर जनता नमुना माविका शिक्षक श्री शङ्कर विष्ट सरलाई पनि आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर आकाशले आदिका शिक्षक श्री रमेश आचार्य सरलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यस्तै गरेर युनिक शिशु इङ्ग्लिस बोर्डिङ स्कुलका श्री भूषण निरौला सरलाई पनि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। त्यस्तै गरेर सरोज आचार्य जनता नमुना माविका शिक्षकलाई पनि आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै उपस्थित सम्पूर्ण सर म्याडमहरूलाई यथास्थानमा साथै सहभागी विद्यार्थीहरू लगायत सम्पूर्ण विद्यार्थीहरूलाई यथास्थानमा अतिथिको आसन ग्रहण गरिदिनको लागि म अनुरोध गर्दछु। हामी ढिलो नगरिकन कार्यक्रमलाई अगाडि बढ्न चाहन्छौँ। सम्पूर्ण उपस्थित महानुभावहरूलाई उठेर राष्ट्रिय गानमा सरिक भइदिनको लागि म अनुरोध गर्दछु र राष्ट्रिय गान आफैले गाउनु पर्नेछ। म 1 2 3 भनेपछि राष्ट्रिय गान गाउन सबैले सुरु गर्नुहोला। 1 2 3। हस्, धन्यवाद सम्पूर्णलाई। र अब हामी यो हाजिर जवाब प्रतियोगिता कार्यक्रम अगाडि बढाउन गइरहेको छौँ र म यहाँ केही नियमहरू छन्। म तपाईँलाई नियमहरू सरसर्ती पढेर सुनाउँछु। यो हाजिर जवाब प्रतियोगितामा प्रश्न सोधिसके पछाडि समय हेर्ने समय पालकको रूपमा हाम्रो भूषण सरलाई म अनुरोध गर्दछु। तपाईँले समय पालकको जिम्मेवारी निर्वाह गर्नुहुनेछ। त्यस्तै गरेर यो मार्किङमा नम्बर स्कोरिङमा चाहिँ हाम्रो रमेश सर र हाम्रो सरोज सरलाई म अनुरोध गर्दछु। यहाँ विद्यालयले प्राप्त गरेको अङ्क टिपिदिनु होला र उहाँहरूले रोजेको नम्बर पनि मेटिदिनु होला। सरलाई अनुरोध गर्दै म केही नियमहरू छन्, विद्यार्थी भाइ बहिनीहरू सहभागीहरूले ध्यान दिएर सुन्नुहोला। हामीले प्रश्न सोधिसके पछाडि उत्तर टोली नेताले मात्रै दिनुपर्नेछ। भनेको जो हुनुहुन्छ तपाईँहरू टोली नेता उहाँले मात्रै दिनुपर्नेछ। त्यस्तै गरेर सुरुमा हामी जसलाई पहिलो प्रश्न सोध्छौँ त्यो प्रश्नको उत्तर दिने समय 1 मिनेटको रहनेछ। यदि 1 मिनेटभित्रमा उत्तर आएन र दोस्रो सम्ममा गयो भने 15 सेकेन्डको मात्र समय रहनेछ। त्यहाँदेखि क्रमशः सबैलाई 15 सेकेन्डको दरले समय रहनेछ र पहिलो प्रश्नको समय चाहिँ 1 मिनेटको रहनेछ। प्रश्नको उत्तरमा केही विवाद आएमा यो आयोजकले निर्णय लिनेछ। अन्तिम निर्णय हामी आयोजककै हुनेछ। तपाईँहरूको प्रश्न दिँदा उत्तरमा केही विवाद आएमा र
कुनै पनि विद्यालय सहभागी विद्यार्थीहरूबाट उत्तर नआएमा त्यो अडियन्सलाई जानेछ र अडियन्सबाट उत्तर आएमा तपाईहरुलाई पनि उचित हामीले पुरस्कारको व्यवस्था गरेका छौं र जसले उत्तर भनेर मिलाउनुहुन्छ एउटा प्रश्नको एन्सरको मार्क 5 नम्बर रहनेछ। एउटा प्रश्नको 5 नम्बर रहनेछ है, बुझ्नुभयो? 5 नम्बर हुन्छ। पहिलोमा पनि 5 भयो, दोस्रोमा पनि 5 भयो है, बुझ्नुभयो नि? ल तपाईले नम्बर रोज्दा चाहिँ हामीले यहाँ अगाडि बोर्डमा लेखेका छौं। जम्मा 32 वटा प्रश्नहरू रहेका छन्। तपाईले जुनै पनि नम्बर छान्न सक्नुहुन्छ, बुझ्नुभयो? ल पहिलो प्रश्न छान्ने पालो राकस्नी आबी। टोली नेता टिम लिडरले छान्नुहोस्। 8 ल पहिलो प्रश्न 1 नम्बर बुझ्नु भएको छ। एकदमै सजिलो छ, ध्यान पुर्याएर उत्तर दिनु होला। कोशी प्रदेशको राजधानी कहाँ पर्दछ? कोशी प्रदेशको राजधानी कहाँ पर्दछ? राकस्नी आबीलाई। कोशी प्रदेशको राजधानी कहाँ पर्दछ? उत्तर नआएको खण्डमा तपाईले पास भनेर पनि अर्को साथीमा उजान सजिलो हुन्छ। पास भन्न सक्नुहुनेछ। पास विराटनगर नर्थ स्टार राइट एन्सर। प्रश्न छान्ने बाले पनि नर्थ स्टार 2 समकोणको मान कति डिग्री हुन्छ? समकोणको मान कति डिग्री हुन्छ? म्याथबाट रहेको छ प्रश्न। पास। जनता नमुनामा हामी समकोणको मान कति डिग्री हुन्छ? समय समकोणको मान कति डिग्री हुन्छ? यसको सही आन्सर हो 90 डिग्री। प्रश्न रोज्ने पालो जनताको। हेलो, एकदम सजिलो छ, ध्यान दिएर सुन्नु। मैना मैनी मन्दिर बेलाका नगरपालिका अन्तर्गत कुन वडामा पर्दछ? मैना मैनी मन्दिर बेलाका नगरपालिका अन्तर्गत कुन वडामा पर्दछ? वडा नम्बर 7 राइट एन्सर। धेरै धेरै बधाई छ जनता नमुना। प्रश्न युनिक शिशुको 1 ल एकदम सजिलो छ। 0 शून्य शून्यको आविष्कार कुन देशबाट भएको हो? 0 गलत। राकस्नी आबी 0 शून्यको आविष्कार कुन देशबाट भएको हो? पास। नर्थ स्टार भारत राइट एन्सर। धेरै धेरै बधाई छ। प्रश्न रोज्ने पालो युनिक शिशुको 1
3 ल एकदमै सजिलो छ नअत्तालिकन एन्सर दिनु होला बेलाका नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्षको नाम के हो तीर्थराज अधिकारी राइट एन्सर बधाई छ जनता नमुना गुरुङ चौरी प्रश्न रोज्नुहोस् ल एकदमै सजिलो छ सिम्पल प्रेजेन्ट टेन्सको स्ट्रक्चर सूत्र भन्नुहोस् हजुर राइट एन्सर सब्जेक्ट प्लस verb 1 verb 5 प्लस अब्जेक्ट राइट एन्सर प्रश्न रोज्ने पालो नर्थ स्टार 10 तपाईले पनि अंग्रेजीकै छान्नु भएको छ सिम्पल पास्ट टेन्सको स्ट्रक्चर भन्नुहोस् राइट एन्सर सब्जेक्ट प्लस verb प्लस अब्जेक्ट बराबर बधाई छ राकास्नी आदि प्रश्न छान्ने पालो 5 एकदमै सजिलो छ ध्यान दिएर उत्तर दिनु होला बेलाका नगरपालिकामा जम्मा कतिवटा वडाहरू रहेका छन् 9 वडा राइट एन्सर प्रश्न रोज्ने पालो आकाशनी आबी 9 ल यो पनि एकदमै सजिलो छ तपाईं लकी हुनुहुन्छ ध्यान दिएर उत्तर दिनु होला बेलाका नगरपालिका नगर प्रमुख अथवा मेयरको नाम के हो अशोक कुमार कार्की राइट एन्सर बधाई छ नर्थ स्टार 12 ल यो पनि अंग्रेजीबाटै छान्नु भएको छ सिम्पल फ्युचर टेन्सको स्ट्रक्चर सूत्रमा कुन भर्बको प्रयोग हुन्छ verb 1 राइट एन्सर जनता नमुना प्रश्न छान्ने पालो 7 यो पनि अंग्रेजीबाटै छ ओपन द विन्डो भन्ने सेन्टेन्सको ट्याग क्वेशन बनाउनुहोस् ओपन द विन्डो विल यु राइट एन्सर बधाई छ जनता नमुना प्रश्न छान्ने पालो युनिक 11 यो पनि सजिलो छ कम्प्युटरका पिता को हुन् चार्ल्स राइट एन्सर प्रश्न छान्ने पालो युनिक के 13 ल 13 आदि कवि भनेर कसलाई चिनिन्छ भानुभक्त आचार्य राइट एन्सर प्रश्न जनता नमुना मावि 18 ल सजिलो छ ध्यान दिएर सुन्नु होला रौता पोखरी कुन जिल्लामा पर्दछ रौता पोखरी कुन जिल्लामा पर्दछ गलत नॉर्थ स्टार उदयपुर राइट आंसर प्रश्न छान्ने पालो नॉर्थ स्टार 20 ल यो पनि एकदमै सजिलो छ एकदम ध्यानपूर्वक उत्तर दिनु होला विश्वको अग्लो हिमाल सगरमाथाको उचाइ कति हो सर्वोच्च शिखर सगरमाथाको उचाइ कति हो अनि गलत राकास्नी सगरमाथाको उचाइ कति हो कति 86 के भन्नुभयो मिटर सुनिल सर के गरौँ राइट आन्सर 86
8,848.86 मिटर। धेरै धेरै बधाई छ। प्रश्न छान्ने पालो पनि राकेश नि आबिगे 15। ल एकदमै सजिलो छ, ध्यानपूर्वक उत्तर दिनु होला नवताली। नेपालका वर्तमान राष्ट्रपतिको नाम के हो? नवतालीका एन्सर दिनु होला। नेपालका वर्तमान राष्ट्रपतिको नाम के हो? पास। नर्थ स्टार रामचन्द्र पौडेल राइट एन्सर। प्रश्न छान्ने पालो नर्थ स्टार 32। ल यो प्रश्न पनि सजिलै छ। बेलाका नगरपालिका अन्तर्गत सामुदायिक र संस्थागत गरी कतिवटा विद्यालय सञ्चालित छन्? गलत। जनता नमुना। बेलाका नगरपालिका अन्तर्गत सामुदायिक सरकारी र संस्थागत निजी गरी कतिवटा विद्यालय सञ्चालित छन्? गलत। युनिक। गलत। राकस्नी 52। गलत। अडियन्स गलत। जसले भन्दा पनि भयो, भनौँ। यसको सही एन्सर हो 71। उसलाई सामुदायिकमा त थाहा छ। प्रश्न रोज्ने पालो कता पुग्यो? अहिले नर्थ इस्टले रोजेको होइन? जनता नमुना 40-40 14। ल एकदमै सजिलो छ। बेलाका नगरपालिका नगर उपप्रमुखको नाम के हो? जिरा राई राइट एन्सर। बधाई छ। जनता नमुना। प्रश्न सोध्ने पालो युनिक 19। ल सजिलो छ है। गोको भट्टु के हुन्छ? पोइन्ट राइट एन्सर। प्रश्न रोज्ने युनिक शिशुकै 17। ल यो पनि सजिलो छ है। नेपालका वर्तमान प्रधानमन्त्रीको नाम के हो? केपी शर्मा ओली राइट एन्सर। जनता नमुना मावि प्रश्न 16। ल यो पनि सजिलो छ। उदयपुर जिल्लामा जम्मा 8वटा स्थानीय तह रहेका छन्। अब भन्नुहोस् उदयपुरमा गाउँपालिकाको संख्या कति छ? 4 राइट एन्सर। नर्थ स्टार 22। ओके सजिलो छ है। कोशी प्रदेशमा जम्मा कतिवटा जिल्ला रहेका छन्? कोशी 14वटा राइट एन्सर। प्रश्न छान्ने पालो राकेश नियाबी 6 23। ल सजिलो छ, ध्यान दिएर सुन्नु है। कोशी टप्पु वन्यजन्तु आरक्षण कुन जनावरका लागि प्रख्यात छ? कोशी टप्पु वन्यजन्तु आरक्षण कुन जनावरका लागि प्रख्यात छ? पास। युनिक शिशु गलत। जनता नमुना जनावर चाहिँ भन्नु पर्यो। ल अर्ना राइट एन्सर। पालो कता सर? राकेश निको होइन? अब राकेश निकै हो। कति
अनि एकछिन सर एकछिन नर्थ स्टारको होला ए ए ए ए ए कति भन्नुभयो 30 30 दुईमा दुई जोड्दा जति आउँछ त्यति नै योग जोड्दा कति हुन्छ त्यति नै योग जोड्दा कति हुन्छ टुमा टु एड गर्ने र फेरमा आएको त्यो योगलाई फेरि एड गर्दा कति हुन्छ कति भन्नुभयो 8 राइट एन्सर 8 उठ्नु पर्यो है टोली नेताले प्रश्नको उत्तर दिँदा उठेर भन्ने नर्थ स्टार 24 ल सजिलो छ है गणितका आधारभूत नियमहरू के हुन् आधारभूत नियमहरू के हुन् गणितका राइट एन्सर बधाई छ नर्थ स्टार इङ्ग्लिस बोर्डिङ स्कुललाई प्रश्न रोज नेपाली जनता 21 ल सजिलो छ ध्यान दिएर सुन्ने है नेपालमा गुराँसको राजधानी भनेर कुन ठाउँलाई चिनिन्छ राष्ट्रिय फूल गुराँसको राजधानी भनेर कुन ठाउँलाई चिनिन्छ ठाउँलाई गलत युनिक शिशु गलत भाकस्नी जिल्ला होइन ठाउँ भन्नु पर्यो कुन ठाउँलाई भनिन्छ गुराँसको राजधानी पास नर्थ स्टार पास अडियन्स के भन्नुभयो 3 जुरे राइट एन्सर ल अगाडि आउनुहोस् तपाईँलाई डट पेन एउटा ल नाम के हो तपाईँको ल संयोग ल जानुस् ल जोरदार ताली हाम्रो भाइको लागि ल प्रश्न रोज नेपाल कता पुग्यो युनिक 31 81 को वर्गमूल कति हो 81 को वर्गमूल कति हो आदर्श 9 राइट एन्सर प्रश्न पनि युनिकै होला नि फेरि युनिक 25 1 केजीमा कति ग्राम हुन्छ 1 केजीमा कति ग्राम हुन्छ 1000 ग्राम राइट एन्सर पालो जनता नमुना 26 ल सजिलो छ राष्ट्रिय गानका रचनाकार को हुन् राष्ट्रिय गानका रचनाकार व्याकुल माइला राइट एन्सर प्रदीप कुमार राई अथवा व्याकुल माइला बधाई छ नर्थ स्टार 28 ल भास्कर शब्दको अर्थ के हुन्छ
सूर्य राइट एन्सर राकस्नी 27 50 को रोमन संख्या कुन हो 50 को रोमन संख्या कुन हो कि पास यता युनिक शिशु एल राइट एन्सर प्रश्न पनि राकास्नेकै हो अब त्यताबाट फेरि यता घुम्ने हो नि त यताबाट यता आयो फेरि यताबाट त्यता हो क्या सोधिरहेको छ त छैन त्यसरी हजुर ए हो हुन्छ त्यसो भए के गरौँ ल युनिक 29 तपाईँको 29 ल ध्यान दिएर सुन्नु है सुरिलो रोगको एक्लो पात के हो राइट एन्सर जनता नमुना सक्यो के हो र ए थाहा भयो ल होइन त्यही त ठिक छ यो प्रश्न सकियो ठिक छ ल हाम्रो आजको एउटा स्तरीय छनौट हाजिरा प्रतियोगिता समापन भएको छ ल हाम्रो यो एउटा स्तरीय छनौट कार्यक्रम सकिएको छ म तपाईहरुले प्राप्त गरेको नतिजा सुनाउँछु राकस्नी 20 नम्बर प्राप्त गर्नुभएको छ जोरदार तालीले सम्मान गरिदिनु होला नर्थ इस्ट इङ्ग्लिस बोर्डिङ स्कुलले 45 ल्याउनु भएको छ जोरदार ताली त्यस्तै गरेर गुरुङ चौरी नमुनाले 35 ल्याउनु भएको छ उहाँलाई पनि जोरदार ताली त्यस्तै गरेर युनिक शिशु सदनले 45 ल्याउनु भएको छ उहाँलाई जोरदार ताली र यो हाम्रो छनौट कार्यक्रम हो छनौट कार्यक्रममा अन्य वाडाबाट एक हामीले विद्यालय समावेश गराएका थियौँ यहाँ चाहिँ दुईटा विद्यालयको ड्र भएकोले तपाईहरु दुईटै विद्यालयको विद्यार्थीहरू नगर स्तरीयमा सहभागी हुन पाउनुहुनेछ र युनिक शिशु र नर्थ स्टारलाई धेरै धेरै बधाई छ तपाईहरु दुईटै टिम नगर स्तरीय आधारभूत तहको हाजिर जवाब प्रतियोगिताको फाइनल राउन्डमा पुग्न सफल हुनुभएको छ तपाईहरुलाई धेरै धेरै बधाई छ र हामी कार्यक्रमको अन्तिम चरणमा छौं अब हाम्रो पुरस्कार वितरणको कार्यक्रम रहेको छ सहभागीहरूलाई त्यही भएर मैले के भने यहाँबाट स्कुलबाट काम गरेको छु यहाँबाट पढेको ल हाम्रो सहभागी टिम मध्ये पहिलो र दोस्रो हुनेलाई हामीले पुरस्कारको व्यवस्थापन गरेका छौं र पुरस्कार लिदिनको लागि अगाडि आइदिनको लागि म हाम्रो गुरुङचौरी नमुना माध्यमिक विद्यालयका
विद्यार्थी भाइ बहिनीलाई अनुरोध गर्दछु र पुरस्कार वितरणको लागि बेलका नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष श्री तीर्थराज अधिकारीज्यूलाई म अनुरोध गर्दछु। उहाँहरू दोस्रो हुनुभएको छ, जनता नमुनामा हामी दोस्रो हुनुभएको छ। अगाडि आएर पुरस्कार लिनको लागि अगाडि आइदिनु होला। ल साथीहरूलाई जोरदार तालीले सम्मान गरिदिनु होला। उहाँहरू यो छनौट राउन्डको दोस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ। जोरदार ताली अबिर पनि लगाइदिनु। सुनिल लेख्नु हुँदैछ। ल जोरदार ताली। त्यस्तै गरेर सान्त्वना पुरस्कारको लागि राकेशनी आबिका विद्यार्थी भाइ बहिनीलाई अगाडि आइदिनको लागि हामी अनुरोध गर्दछौँ। अगाडि राकेशनी आबिको विद्यार्थी भाइ बहिनीहरू अगाडि आउनु। सान्त्वना पुरस्कारका लागि जोरदार तालीले सम्मान गरिदिनु होला। राकेशनी आधारभूत विद्यालयका विद्यार्थीलाई अबिर दाजु अबिर अबिर त्यस्तै गरेर प्रथमले नर्थ स्टार इङ्ग्लिस बोर्डिङ स्कुल र युनिक शिशुका भाइ बहिनीलाई अगाडि आइदिन अनुरोध गर्दछु र वितरण गरिदिनको लागि हाम्रो शिक्षा शाखा प्रमुख सुनिल निरोला र वडा अध्यक्ष तीर्थराज अधिकारीज्यूलाई संयुक्त रूपमा पुरस्कार वितरण गरिदिन अनुरोध गर्दछु। विद्यार्थी भाइ बहिनीहरू अगाडि आउनुहोला। युनिक शिशु सदन र नर्थ स्टार इङ्ग्लिस बोर्डिङ स्कुल तपाईँहरू प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ र दुवै टिमले नगर स्तरीयमा हुने हाजिर जवाब प्रतियोगितामा सहभागी हुने मौका पाउनु भएको छ। तपाईँलाई धेरै धेरै बधाई छ। पुरस्कार वितरण भइरहेको छ। जोरदार तालीले सम्मान गरिदिनु होला विद्यार्थी भाइ बहिनीलाई। धेरै धेरै बधाई छ युनिक शिशु सदनका विद्यार्थी भाइ बहिनीहरूलाई। हस् धन्यवाद। र यो कार्यक्रमको बारेमा किन यो कार्यक्रम आधारभूतमा आयोजना गरियो भन्ने विषयमा थोरै प्रश्न पार्दिनको लागि हाम्रो कार्यक्रमका अतिथि साथै बेलका नगरपालिका शिक्षा शाखा प्रमुख श्री सुनिल निरोला सरलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यस कार्यक्रमका अध्यक्ष एवं बेलका नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्षज्यू, बेलका नगरपालिकाभित्र वडा नम्बर 4 भित्र सञ्चालित भएका 4वटा सामुदायिक र संस्थागत गरी 4वटा विद्यालयका विद्यार्थी लिएर आउने सम्पूर्ण प्र तथा प्रतिनिधिहरू, यस विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका मित्रहरू र विद्यार्थी भाइ बहिनीहरू, हामीले बेलका नगरपालिकाभित्र विभिन्न कार्यक्रम शैक्षिक र भौतिक पूर्वाधारका कार्यक्रम गरिरहँदा बेलका नगरपालिकाभित्रका खास गरी तल्लो कक्षा अर्थात् आधारभूत तह 1-5 का विद्यार्थीहरू चाहिँ प्राय गरेर कुनै पनि कार्यक्रममा सहभागी नभइरहेको योभन्दा अगाडिको परिस्थितिमा अब हामीले तल्लो तहका नानीहरूलाई पनि समावेश गरेर उनीहरूको पनि कुनै क्षेत्रमा सहभागिता, शैक्षिक क्षेत्रको पहुँचमा सहभागिता होस् भनेर हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ। प्राय गरेर ठुला विद्यार्थी अर्थात् कक्षा 6 देखि माथिका विद्यार्थीहरूलाई विभिन्न शैक्षिक कार्यक्रमहरू गरिरहने, तर साना तल्लो तहका कक्षामा नगरिरहँदाखेरि विद्यार्थी भाइ बहिनीहरू एक अर्का ठाउँमा र वा उनीहरूसँग भएको प्रतिभाहरू चाहिँ लुप्त अवस्थामा रहिरहेको स्थितिमा यसलाई उजागर गर्नका निमित्त एक अर्का बीचमा प्रतिस्पर्धात्मक सहयोगका निमित्त पनि यो कार्यक्रमको आयोजना गरेको हो। यसमा बेलका नगरपालिकाको वडा नम्बर 4 मा सञ्चालित सबै विद्यालयका विद्यार्थी भाइ बहिनीहरू लिएर आइदिनु भएकोमा तपाईँहरू सम्पूर्ण विद्यालय परिवारलाई हामी हार्दिक आभार व्यक्त गर्दछौँ। साथै यस विद्यालयले हामीले केन्द्र पारेर यहाँ चाहिँ तपाईँहरूसँग नसोधिकन यो केन्द्र यहाँ विद्यालय भनेका थियौँ। तपाईँहरूले
सहस्र स्वीकार गरेर हामीलाई यो विद्यालयको प्राङ्गण तपाईँहरूको पठन पाठनलाई डिस्टर्ब हुने गरी हामीलाई उपलब्ध गराइदिनु भयो। यद्यपि हामी यसप्रति तपाईँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। यस विद्यालय परिवार, नर्थ स्टार एकाडेमीको सम्पूर्ण परिवार र विद्यार्थी भाइ बहिनीहरूले पनि आफूले शान्तपूर्वक रहेर पछाडि बसेर हामीलाई चाहिँ सुनेर सहयोग गरिदिनु भयो। यसका लागि पनि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै तपाईँहरू यो विद्यालयमा आएर प्रथम र दोस्रो तेस्रो स्थान हासिल गर्नुभएको छ, जसमा हामीले आज यो 1, 2, 6 र 5 र यो 4 नम्बर वडामा हामी आज आइपुगेका छौँ। अब बाँकी 3वटा वडा बाँकी छन्, 4वटा वडा बाँकी छन्। ती वडामा मध्ये पनि हामी 9 नम्बरमा आजै कार्यक्रम सञ्चालन गर्ने हामीले तिथिमिति तय गरेका छौँ। तपाईँहरू 2वटा विद्यालय अहिलेसम्मका यी अहिले भनेका वडामध्ये 1 नम्बरबाट एउटा मात्रै आएको छ, 2 नम्बरबाट पनि एउटा मात्रै, 6 नम्बरबाट पनि एउटा मात्रै थियो भने 5बाट पनि एउटा मात्रै विद्यालय छनौट भइरहँदा तपाईँहरू भने 2टा विद्यालय एकैचोटि सहभागी पाउनुहुन्छ। 4वटा विद्यालयमध्ये 2टा विद्यालय तपाईँहरू सहभागी हुन पाउनु पनि तपाईँहरूको लागि सुनौलो अवसर हो। किनभने त्यहाँ गएर पालिका स्तरमा तपाईँहरूले अब प्रथम हुनका निमित्त, दोस्रो हुनका निमित्त, तेस्रो हुनका निमित्त एज अ होल पालिकाभित्रका 9वटै वडाबाट आउने प्रतिनिधिहरूसँग तपाईँहरू प्रतिस्पर्धा गर्नुहुनेछ। बाँकी रहेको वडामा पनि हामी कार्यक्रम सञ्चालन गरेर बराबरी अङ्क भएका विद्यालयहरूलाई 2टा 3टा पनि हुन सक्छन्। ती जति हुन्छन् प्रथम हुने अङ्क प्राप्त गर्ने हामी सबैलाई सहभागी गराउनेछौँ। अधिकतम सहभागिता होस् भन्ने नै हाम्रो चाहना हो। साथै समग्रमा तपाईँहरूले जम्मा 2वटा बाहेक हाम्रा 32वटा क्वेसनमध्ये 30वटा क्वेसनको जवाब तपाईँको टिमबाटै दिएको छ। यसका लागि म तपाईँहरूलाई चाहिँ हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र मलाई के खुसी लागेको छ भने हाम्रो शैक्षिक गुणस्तर हामी बाहिर हल्ला गरे जस्तो गुणस्तरमा तुलनात्मक रूपमा खच्किएको छैन। हामीले बाहिरका क्वेसन पनि बाहिरबाट अन्त हामीले नै बोल्नु परेन, तपाईँहरूले नै जवाफ दिनुभयो। यसका लागि म हार्दिक धन्यवाद व्यक्त गर्दै तपाईँहरूको थप उन्नति प्रगतिको कामना सहित पालिका स्तरमा स्वागत गर्दै अहिलेलाई बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद सुनिल सर। र यस्तै गरेर आफ्नो मन्तव्य साथसाथै यो कार्यक्रमलाई समापन गरिदिनको लागि आजको यस कार्यक्रमका सभाध्यक्ष, बेलका नगरपालिका वडा नम्बर 4 का वडाध्यक्ष श्री तीर्थराज अधिकारीज्यूलाई म अनुरोध गर्दै म पनि बिदा हुन्छु। धन्यवाद। धन्यवाद सुमन भाइ। यस आजको कार्यक्रमका सभापति विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका ज्यूहरू, यस कार्यक्रममा सहभागी विभिन्न विद्यालयबाट आउनुभएका विद्यार्थी र विद्यार्थी भाइ बहिनीहरू, बेलका नगरपालिकाबाट वार्षिक रूपमा भइरहेका कार्यक्रमहरूमा साना क्लासका 5 क्लासभन्दा तलका भाइ बहिनीहरूलाई कुनै पनि यस्ता अतिरिक्त क्रियाकलापहरू नभइरहेको अवस्थामा अहिलेसम्म भएका ज्ञानहरू बाहिर चाहिँ व्यक्त गर्ने समय नपाइरहेको अवस्थामा नगरपालिकाको शिक्षा शाखाले साना साना भाइ बहिनीहरूलाई सहभागी गराएर आफूसँग भएका ज्ञानहरू चाहिँ सबैसँग व्यक्त गर्ने, प्रस्तुत गर्ने जुन अवसर दिएको छ, त्यसको लागि बेलका नगरपालिका शिक्षा शाखालाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। त्यसै गरी व्यस्त समयको बावजुद पठन पाठन भइरहेको अवस्थामा पनि विद्यार्थी सहभागी गराइदिएर ठाउँसम्म उपलब्ध गराइदिनु भएकोमा नर्थ स्टार बोर्डिङ स्कुल परिवारलाई पनि मनैदेखि विशेष हार्दिक आभार व्यक्त गर्दछु। त्यसै गरी यहाँ बेलकामा शिक्षाको गुणस्तर साह्रै खत्किएको छ, शिक्षा खत्तम, शिक्षा सक्नु भन्ने जुन एक खालको बाहिरी हल्ला थियो, वास्तवमा त्यो अनुसारको होइन रहेछ भन्ने कुरा चाहिँ आजको कार्यक्रमबाट पनि केही कुराहरू प्रश्न भएका छन्। हामीले यहाँहरूलाई भाइ बहिनीहरूलाई सोधेका 32वटा क्वेसन मध्येमा 30वटा क्वेसनको जवाफ त्यो विद्यार्थीहरूबाटै आउनु भनेको त्यो पनि एउटा शिक्षामा केही न केही प्रगति भएको नै मानिन्छ। र त्यसको लागि विद्यालय परिवार सबै विद्यालयहरूलाई म हार्दिक धन्यवाद पनि दिन चाहन्छु। किनभने किताब मात्रै पढाउनु शिक्षा होइन, बाहिरी नलेज पनि हुनुपर्छ, बाहिरी नलेजहरूलाई अध्ययन गर्नुपर्छ, त्यो पनि एउटा शिक्षा हो भन्ने जुन एउटा मेसेज दिनुभएको छ। त्यसले गर्दाखेरि भोलिका दिनमा हरेक लोकसेवामा इक्जाम दिँदा यिनै क्वेसनहरू बाहिरी कुराहरूको बढी क्वेसनहरू आउने भएकोले अहिलेका भाइ बहिनीहरूलाई अझ किताबभन्दा पनि बाहिरी कुराहरू पनि धेरै अध्ययन गर्नुपर्छ। फुर्सदको समयमा मोबाइल चलाउने, फुटबल खेल्न जाने, गेम खेल्न कुद्नुभन्दा पनि यस्ता कुराहरू
अध्ययन गर्नुपर्छ होइन। यसले भोलि भाइ बहिनी तपाईँलाई धेरै ठुलो सपोर्ट गर्छ। भोलि कोही सचिव बाहिर जागिर खानुपर्छ, भोलि मुख्य हुनुपर्छ, पढेपछि जागिर खाने लक्ष्य हो नि होइन। त्यसका लागि किताब मात्रै होइन बाहिरी नलेज पनि चाहिन्छ भन्ने चाहिँ आज बुझेर जानु पर्यो र यहाँहरूले स्कुलभन्दा बाहिर अन्य कुराहरू पनि अध्ययन चाहिँ गर्नुपर्छ अनि यहाँ भाइ बहिनीलाई मेरो सल्लाह पनि। र आजको कार्यक्रम बडा धेरै राम्रो र सौहार्दपूर्ण वातावरण भएको छ। यसको लागि आयोजक लगायत सम्पूर्ण विद्यालयलाई धन्यवाद दिँदै म पनि आजको कार्यक्रम समापन भएको घोषणा गर्दै बिदा हुन्छु। हस्त धन्यवाद, नमस्कार।